के तपाईँले कसैलाई निरन्तर रूपमा फोन गर्ने, चिठी पत्र पठाउने वा सामाजिक सञ्जालको माध्यमबाट मेसेज पठाउने गर्नुभएको छ? यदि तपाईँले गरिराख्नु भएको त्यो कार्य निजले मलाई हैरानी महसुस भयो भनेर उजुरी गर्यो भनेदेखि तपाईँ जेलसम्म जान सक्ने अवस्था बन्न सक्छ। नेपालको प्रचलित कानून मुलुकी अपराध संहिता 2074 को दफा 300 मा यस सम्बन्धी व्यवस्था रहेको छ। संहिताको दफा 300 को उपदफा 1 मा भनिएको छ, कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान वा बेइज्जत गर्ने बदनियतले कुनै चिठी, पत्र, पर्चा वा अन्य कुनै किसिमको लिखत लेखी, लेखाइ वा विद्युतीय माध्यमद्वारा धम्की दिने, सताउने, जिस्काउने वा अन्य कुनै किसिमले अनुचित व्यवहार गर्न वा गराउन हुँदैन। यदि यसरी कसैले हैरानी गर्छ भने त्यो अवस्थामा उपदफा 2 मा भनिएको छ, उपदफा 1 बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई 1 वर्षसम्म कैद वा 10,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। यसरी मुलुकी अपराध संहिता 2074 को दफा 300 मा भएको उल्लेखित व्यवस्थाले यदि तपाईँले गरेको व्यवहार निजले आफूलाई चित्त बुझेन भनेर उजुरी गरेको खण्डमा यहाँले सो कानुन बमोजिम सजायको भागीदार बन्नुपर्ने हुन सक्छ।